नारदले निरन्तरता दिँदै श्रीरामलाई युवराज बनाउने तयारी भइरहेको देखेपछि महाराजा दशरथका 3 मुख्य रानीहरूमध्ये सबैभन्दा कान्छी रानी महारानी कैकेयीले पहिलेको समयमा रणभूमिमा आफ्ना पतिको उत्कृष्ट व्यक्तिगत साहस र सेवाको कदरस्वरूप महाराजाबाट प्राप्त गरेको वरदानको बदलामा श्रीरामलाई वनवास पठाउन र आफ्नै छोरा भरतलाई राजगद्दीमा स्थापित गर्न माग गरिन्। आफ्नो सत्यवादी वचनको कारणले गर्दा कर्तव्यको बन्धनमा बाँधिएका राजा दशरथले आफ्ना प्रिय पुत्र रामलाई वनवास पठाउन बाध्य भए। आफ्ना पिताको कैकेयीलाई दिएको वरदानको आज्ञा पालन गर्न र कैकेयीलाई आफ्नी सौतिनी आमालाई खुसी पार्नका लागि वीर रामले आफ्ना पिताको वचन पूरा गर्न वनतिर प्रस्थान गरे। उनका प्रिय अनुज भाइ लक्ष्मण, जो दशरथका 2 अन्य मुख्य पत्नीमध्ये एक सुमित्राको आनन्द बढाउने विनम्रताले सजिएका तथा श्रीरामका प्रिय भाइ थिए, उहाँ वनतर्फ जाँदै गर्दा दाजुप्रतिको स्नेहका कारण उनलाई पछ्याए, जसले गर्दा उनीहरूको सुमधुर सम्बन्धको प्रमाण मिलियो। श्रीरामकी विवाहित पत्नी सीता, जो हलोको रेखाबाट उत्पत्ति भएकीले सीता कहलिन्, जो रामलाई प्राणभन्दा प्यारी थिइन् र सधैँ उहाँप्रति मैत्रीपूर्ण थिइन्, जो सामान्य तरिकाले आमाको गर्भबाट जन्म नलिए तापनि जनक अर्थात् मिथिलाका राजा जनकशिर ध्वजको वंशज मानिन्थिन्, जो शरीरमा सबै शुभ चिन्हहरूले युक्त थिइन् र नारीहरूमध्ये वास्तविक रत्न थिइन् अनि जो स्वयं भगवानको अद्भुत शक्ति जस्तै देखिन्थिन्, उनी पनि रोहिणीले चन्द्रमालाई पछ्याए झैँ श्रीरामको साथमा गइन्। यति मात्र होइन, अयोध्याका नागरिकहरू र उनका वृद्ध पिता दशरथले पनि टाढैबाट उनलाई पछ्याए।